Hello everyone, today I went for जीवन नलेज टेस्ट. म चाहिँ सेन्ट क्याथरिनमा गएको थिएँ, यहाँ नायग्रामा छैन नि, त्यही भएर. अनि त्यहाँ चाहिँ दुईवटा सेटको क्वेसन हुन्छ. साइन 20 marks and 4 rules 20 marks in which you have to obtain 16 point for both to pass. र मेरो चाहिँ टोटल कस्ट कति लाग्यो भन्दा मेरो चाहिँ 159.75 फर्स्ट इनिशियल कस्ट लाग्छ. त्यहाँ दे विल आस्क डु यु हेभ लाइसेन्स फ्रम योर ओरिजिन कन्ट्री. इफ यु से येस दे विल आस्क फर द्याट. सो अनि त्यसपछि चाहिँ मिनिमम 16 पोइन्ट ल्याउनु पऱ्यो. 16 पोइन्ट ल्यायो भने यु गट पास. र पास भएपछि देयर विल बी नो एक्स्ट्रा कस्ट अगेन. इफ यु गेट fail by chance in any of that rule or either in sign, you have to pay $16 again for the another attempt. सो हामी चाहिँ गएको थिएँ आज र पास भयो दुईजनै. अनि त्यहाँ चाहिँ पेपर दिन्छ र लाइसेन्स चाहिँ हाम्रो होम एड्रेसमा चाहिँ विदिन 90 days भित्र चाहिँ हाम्रो लाइसेन्स आउँछ.